हेलो गाइस, वेलकम इन माई मिनी ब्लग। आई होप तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। अनि सबैभन्दा पहिला चाहिँ हामी नेपालीहरुको महान चाड विजयदशमीको चाहिँ एकदमै शुभकामना। तपाईहरुकोतिर चाहिँ दशैंको माहौल कस्तो छ? हाम्रोमा चाहिँ दशैंको माहौल यस्तो छ है। खासमा चाहिँ यो भिडियो चाहिँ 2 दिन अगाडिको भिडियो हो। अपलोड गर्नु चाहिँ अलिकति ढिला भयो। अनि अहिले चाहिँ म लेटाङ आएको छु। लेटाङ कमलपुरमा चाहिँ यहाँको सबैजना गाउँको युवाहरू मिलेर चाहिँ लिङ्गेपिङ बनाउँदै हुनुहुन्छ। घाम चाहिँ यस्तो चर्को घाम लागिरहेको छ है। त्यही पनि यहाँको दाजुभाइहरूले चाहिँ घामको गर्मीको प्रभाव नगरिकन पिङ बनाउने कार्यमा चाहिँ एकजुट भएर लाग्नु भएको छ। कसैले चाहिँ चौर सफा गर्दै हुनुहुन्छ भने कसैले चाहिँ पिङ बनाउने काम गर्दै हुनुहुन्छ। यहाँ चाहिँ अलरेडी रोटी पिङ चाहिँ छँदैछ हैन। अहिले चाहिँ लिङ्गे पिङ बनाउँदै गरेको हो। लो हुन्छ यतिको त हुन्छ। अनि फाइनल्ली पिङ पनि बनिसक्यो है। लेटाङमा चाहिँ एकदम वाइल्ड रमाइलो भइरहेछ है। यहाँको माहौल चाहिँ यस्तो छ। अनि भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरू सम्पूर्णलाई चाहिँ एकदमै धन्यवाद।